हेलो एभ्रिवान, वेलकम ब्याक टु द न्यू भिडियो। अहिले चाहिँ हामी ऐसुलु खाँदैछौँ कि चट्ट भिरमा आएर हाम्रो ग्याङ पुरा ऐसुलु खाँदैछ। टक्क म पनि हाल्छु। ग्याङ भन्नाले जस्तो बबाल खतरा पर फाइट साइट हान्ने ग्याङ होइन, दाजुभाइको ग्याङ। ऐसुलु पनि लगभग बबालै पाकेछ। सो अब चाहिँ म माथि जान्छु ऐसुलु खान। अनि हाम्रो ग्याङ पुरा ट्याक्क। हेलो गाइज, हेर्नुहोस् यता, इधर टूट पड़ा है। खाने के लिए टूट पड़ा है, रूट पड़े है। हाम्रो यहाँ छ आफ्नो परिचय। सो अहिले चाहिँ घाम पनि यहाँ तल तल पुगिसक्यो। अनि हामी चाहिँ अब ऐसुलु खाँदैछौँ यता। ऐसुलु पनि कोही धेरै पाकिसक्यो, कोही पाक्नै छ, कोही पाक्दैछन्। अनि होइन यहाँबाट चट्ट ऐसुलु खाँदै होइन। अनि हाम्रो चाहिँ यहाँ माथि रोडमा अहिले पिचुने काम चलिरहेको छ। पिचुने भन्दा पनि अहिले बाटो खनिरहेका छन् हाम्रा ड्राइभर साहब भनौँ कि के भनौँ, डोजर चलाउने मान्छेले। पिचुने काम चलिरहेछ। सो अहिले चाहिँ अब म तलबाट आएँ ऐसुलु खान। तलबाट ऐसुलु खाँदै थिएँ, फेरि माथि आएँ ऐसुलु खान। तल अब सक्यो भनौँ। खतरा कोप्छ काँडाले ऐसुलु। तपाईँ पनि आउनुहोस्, गर्मीको घाम छल्न चुरे पहाड आउनुहोस्, नयाँ फलको स्वाद दिनुहोस् गाइजहरू। अहिले चाहिँ यो डोजरको आवाज आइरह होला। यहाँ माथि डोजर जाँदैछ क्या बाटोबाट, बाटो तल छु। गयो, यही हो, काम गर्छ अहिले, खन्ने काम गरिरहेछ। सो अब चाहिँ म माथितिर जान्छु। अहिले चाहिँ ठ्याक्क काफलकाण्ड ठाउँमा पनि आइसक्यो हामी होइन। यी दुईवटा छन् त चञ्चल चतुर बाँदर जस्ता रुखमा चढिसके। अनि यहाँनिर चाहिँ काफल फलेछ होइन, पाकेछ पनि होइन। टक्क अब चाहिँ काफल साफल खान्छौँ, त्यसपछि घरतिर जान्छौँ। गाइज अहिले चाहिँ खतरा ऐसुलु पाकेको ठाउँमा छौँ हामी। यस्तो दामी यति बाक्लो पाकेछ। ओ अरे हाम्रो दाइ पनि यतै हुनुहुन्छ। टक्क यस्तो बाक्लो पाकेछ। सो अब यहाँ तल काफल छ, यो पनि खान्छौँ हामी। अनि त्यसपछि घरतिर लाग्नुपर्छ। गाइज अहिले चाहिँ म काफलको बोटमा छु, यस्तो टपमा छु। एक साइडको यो हाँगोको ट्याक्क टपमा छु होइन। अनि ऊ त्यहाँ चाहिँ दाइ हुनुहुन्छ। अनि माथि भाइ छ, यहाँ पनि अर्को भाइ छ सानोवाला। अनि काफल चाहिँ अब यो हरियो देखिराख्नुपर्छ, यहाँ त छैनन् अब यतातिर। अनि यतातिर यस्तो दामी दामी छ कि काफल त फेरि। सो अब चाहिँ काफल खान्छौँ, त्यसपछि हामी घरतिर जान्छौँ। मेरो भिडियो हेरिदिनु, लाइक सब्सक्राइब गरिदिनु होइन। अब घाम पनि गइसक्यो। सो गाइज अहिले चाहिँ म घर पनि आइसकेँ काफल खाएर। सो आजको लागि यति नै। अब भेटौँला अर्को भिडियोमा। थ्याङ्क यू फर वाचिङ गाइज, बाई बाई।